हेलो साथीहरू, आज चाहिँ मैले नेपालको संविधानबाट 30वटा महत्त्वपूर्ण लोकसेवामा सोधेको प्रश्नहरू लिएर आएको छु। प्रश्न नम्बर 1मा रहेको छ, नेपालको वर्तमान संविधान कहिले जारी भएको हो? यो त सबैलाई थाहा भइरहेको नै क्वेसन हो। 2072 साल असोज 3 गते नेपालको संविधान 2072 कुन संविधान सभाबाट जारी भएको हो? यसको एन्सर दोस्रो संविधान सभाबाट। प्रश्न नम्बर 3मा छ, नेपालको शासन प्रणाली कस्तो छ? नेपालको शासन प्रणाली चाहिँ सङ्घीय, लोकतान्त्रिक, गणतन्त्रात्मक। नेपालको संविधानमा कति भाग छन्? नेपालको संविधानमा कति भाग छन् त? 35 भाग। प्रश्न नम्बर 5मा रहेको छ, नेपालको संविधानमा कति धारा छन्? नेपालको संविधानमा 308 धारा छन्। र अर्को क्वेसन छ, नेपालको संविधानमा कति अनुसूची छन्? 9 अनुसूची। 35 भाग, 308 धारा, 9 अनुसूची। प्रश्न नम्बर 7मा छ, नेपालको राष्ट्र प्रमुख को हो? नेपालको राष्ट्र प्रमुख चाहिँ राष्ट्रपति। नेपालको सरकार प्रमुख को हो? नेपालको सरकार प्रमुख प्रधान न्यायाधीश। प्रश्न नम्बर 9मा रहेको छ, नेपालको संविधानले कति तहको सरकारको व्यवस्था गरेको छ? कति तहको सरकारको व्यवस्था गरेको छ त? 3 तहको। प्रश्न नम्बर 10मा छ, नेपालको सङ्घीय संरचनामा कति प्रदेश छन्? कति प्रदेश छन्? 7 प्रदेश। संविधान अनुसार नेपालको सार्वभौम सत्ता कसमा निहित छ? कसमा निहित छ त? त्यो सबै हामीमै निहित छ। हामी भन्नाले नेपाली जनतामा। प्रश्न नम्बर 12मा छ, नेपालको राष्ट्रिय भाषा के हो? नेपालको राष्ट्रिय भाषा त यो सबैलाई थाहा छ, त्यो छ नेपाली। नेपालको राष्ट्रिय झन्डा कस्तो आकारको छ? त्रिकोणात्मक। प्रश्न नम्बर 14मा छ, संविधानको भाग 3 केसँग सम्बन्धित छ? मौलिक हक र कर्तव्य। प्रश्न नम्बर 15मा रहेको छ, नेपालको संविधानमा कति मौलिक हक छन्? कति मौलिक हक छन् त नेपालको संविधानमा? 31वटा। प्रश्न नम्बर 16, नेपालको सङ्घीय संसद कस्तो हुन्छ? द्विसदनात्मक। 17मा छ, सङ्घीय संसदका 2 सदन कुन कुन हुन्? सही आन्सर छ प्रतिनिधि सभा र राष्ट्रिय सभा। प्रश्न नम्बर 18, प्रतिनिधि सभामा कति सदस्य हुन्छन्? यसको सही आन्सर छ 275 सदस्य। प्रश्न नम्बर 19मा छ, राष्ट्रिय सभामा कति सदस्य हुन्छन्? 59। राष्ट्रपति निर्वाचित हुने कार्यकाल कति वर्षको हुन्छ? सही आन्सर छ 5 वर्ष। नेपालको सर्वोच्च अदालत कहाँ अवस्थित छ? सर्वोच्च अदालत चाहिँ काठमाडौँमा रहेको छ। 22मा छ, नेपालको सर्वोच्च कानुन के हो? नेपालको सर्वोच्च कानुन चाहिँ संविधान हो। 23मा छ, संविधान अनुसार महिलाको प्रतिनिधित्व कम्तीमा कति प्रतिशत हुनुपर्छ? कति प्रतिशत हुनुपर्छ त? 33%। प्रश्न नम्बर 24, नेपालको संविधानले कुन शासन प्रणाली अवलम्बन गरेको छ? संसदीय। संविधानको संरक्षक को हो? को हो त संविधानको संरक्षक? सर्वोच्च अदालत। नेपालको संविधानमा धर्म सम्बन्धी व्यवस्था के छ? के छ त? धर्मनिरपेक्ष, सबै धर्मलाई चाहिँ समान रूपमा व्यवहार गर्ने। प्रश्न नम्बर 27, स्थानीय तहको प्रमुख निकाय कुन हो? गाउँपालिका, नगरपालिका। प्रश्न नम्बर 28, नेपालको संविधान अनुसार निर्वाचन आयोग कस्तो निकाय हो? संवैधानिक। नेपालको संविधानमा कति संवैधानिक आयोग छन्? कति संवैधानिक आयोग छन् त? 13वटा संवैधानिक आयोग छन्। 30 नम्बरमा रहेको छ, नेपालको संविधानको प्रस्तावनामा उल्लेखित अन्तिम लक्ष्य के हो? समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र सहितको न्यायपूर्ण समाजको निर्माण गर्नु चाहिँ के हो त? नेपालको संविधानको प्रस्तावनामा उल्लेखित अन्तिम
लक्ष्य हो। आजको भिडियोमा चाहिँ यति नै। मेरो युट्युब च्यानललाई चाहिँ लाइक, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। बाई बाई।